हेलो सेवा नमस्ते अनि सबैजनालाई वेलकम छ मेरो ब्लगमा। अनि आज चाहिँ हामी न्युयोर्कबाट चाहिँ म्यासाचुसेट साकेला मनाउनका लागि जाँदैछौँ अनि सबैजनाले उभौली साकेलाको शुभकामना। अनि आज चाहिँ अलि चिसो चिसो छ मौसम, तर पनि साकेला मनाउनका लागि हामी चाहिँ एकदम एक्साइटेड छौँ। अनि म तपाईहरुलाई भिडियोमा देखाउने छु साकेला कस्तो भयो भनेर। लेट्स गो। बेहुली लाग्नु चाहिँ पर हेर्नु छाता छ पर छातामा आउँदै हुनुहुन्छ भने अहिले धेरै हामीले काठमाडौँमा पनि यही गरेर कोटेसनमा पहिलेदेखिको अब पहिले पितृपुर्खालाई हामीले सम्झाउनु पर्छ, हामीले भन्नुपर्छ। यो कारणले गर्दा चाहिँ हामीले चाहिँ सकिनौँ। हजुर बिन्ती भाउ तपाईँले चाहिँ यसले गर्दा यसरी चाहिँ कुखुराको सट्टा हामी अन्डा चढाउँछौँ। अन्डा चढाएर तपाईँले चाहिँ हामीलाई चाहिँ एकदम त्यसमा खुसी हुनुहोस्, हामीलाई आशीर्वाद दिनुहोस् भनेर भन्यो भने उहाँहरूले पनि मान्नुहुन्छ। बुढीलाई निकाल्ने पनि यही चुलाबाट, बुहारीलाई राख्ने पनि यही चुलाबाट ल्याएर हो। अनि हामीले के अरे त्यो छुट्टा राखेर छुट्टै हुने कुरो हुँदैन। हाम्रो पुरानो धारामा चाहिँ मलाई चाहिँ, किनभने यो त हामीले आफ्नो आफ्नो पितृको नाम अब आफूलाई मात्रै थाहा हुन्छ नि, होइन, अरूलाई त थाहा भएन। यो त हाम्रो वंशको मलाई थाहा भयो भनेपछि I'm